यो तेलमा मलाई विश्वास लागेको छ। नमस्कार, म हास्य कलाकार नमस्ते दिवाकर घिमिरे दले दाई। आज तपाईहरुले मेरो हातमा यो जायफल मिश्रित तेल देख्नु भएको छ। यो तेलले चाहिँ मलाई बडो राम्रो काम गरेको छ, भनौं जादुकै जस्तो काम गर्यो। एकचोटी म मोटरसाइकलबाट लडेपछि चाहिँ पटक पटक यो ढाड दुखिरहेको थियो। सामान्य उपचार त भयो, तर त्यसपछि चाहिँ तपाईको लामो समयको लागि निको भएन। बेला बेला चिसो हुँदाखेरि दुखिराख्ने भयो। अनि मलाई एकजना साथीले चाहिँ यो तेल लगायो भने ठीक हुन्छ भन्यो। अनि मैले उसलाई भनेको थिएँ धेरैवटा लाइसकेँ, अब निको हुँदैन होला भनेको थिएँ। एकचोटी लगाएर त हेर निको हुन्छ कि भन्यो उसले। अनि मैले ट्राई गर्दाखेरि चाहिँ यो तेलले साँच्चै काम गर्यो। अरू भन्दा पनि मलाई यो तेलमा चाहिँ विश्वास लागेको, बाइकबाट लडेको पनि निको भयो भन्ने हिसाबमा चाहिँ यो तेलमा मलाई विश्वास लागेको छ। तपाईहरुको पनि यदि त्यस्तै दुख्ने छ भने यो तेल लगाएर हेर्नुस्, पक्कै राम्रो हुन्छ। किनभने यो एउटा विश्वासिलो तेल रहेछ, नेपाली तेल पनि रहेछ। हामीले हाम्रो घरेलु प्रोडक्टलाई आफैले पनि प्रयोग गर्नु पर्यो। एउटा कुरो त्यो भइहाल्यो। अर्को कुरो चाहिँ साँच्चै यसले काम गर्ने रहेछ। अनि यो पल जायफल मिश्रित तेल चाहिँ कहाँ पाइन्छ भन्ने लाग्छ होला तपाईहरुलाई। यो चाहिँ विभिन्न ठाउँमा पाइन्छ, जस्तै माटहरुतिर पाउन सकिन्छ, मेडिकलतिर पाउन सकिन्छ, अथवा घर छेउको सामान्य किराना पसलहरुमा पनि यो धेरै ठाउँमा पाइन्छ। अहिले चाहिँ यो धेरैले प्रयोग गर्नुहुन्छ, त्यो भएर जहाँ तहीँ पाउन सकिन्छ, जहाँबाट पनि लिन सक्नुहुन्छ। यदि त्यताउति पाइएन भने तपाईहरुले यही स्क्रिनमा देख्नु भएको फोन नम्बर छ, यो फोन नम्बरमा हजुरहरुले फोन गरेर पनि यो तेल लिन सक्नुहुन्छ। एकचोटी यसलाई तपाई पनि प्रयोग गरेर हेर्नुस् न।